त्यहाँ मेरो बसन्ती खडा गरेर त्यो बसन्तीकै पछाडिको छु हो पर्क दोकान त्यहाँनिर पर्खिरहेको छु म चाहिँ है कतिखेर आउँछ भनेर। साथीहरू गर्मी चाहिँ यस्तो बवाल छ कि सिलगढीमा के भन्नु भर्खर चाहिँ आयो निकै बेर पर्खाइ भयो तर पाउनु चाहिँ पाएँ अब पर्क र मैले यो के अरे टमाटरहरू र खोर्सानी मसलाहरू भनिसकेँ अब लगाएर च्याट्ट बनाएर खानुपर्छ। गर्मीले चाहिँ भने चाहिँ भाको छुडाइसकिने हो साथीहरू। अहिले च्याट्ट यहाँ रुमको तर्फ जाँदैछु अब हो गाडीहरू पनि कत्रो कत्रो आउँदैछ छाती खुलाएर आउँछ फेरि हो त्यसकी माकी यहाँ गर्मी छ त्यस्तै चाहिँ गाइस सयपट्टु यहाँबाट चाहिँ भित्र पस्छौँ हामी यहाँ अगाडि छ रुम है। बाटो सानो छ नि हो कोही बेला त स्कुटीलाई पनि पास दिनु यो गाह्रो पर्छ आउँदो रहेछ स्कुटी अगाडि गयो ठिकै हो आउँदैछ स्कुटी अगाडि यस्तो चर्को घाम लागिरहेछ के भन्नु र हो परै लुकाए स्कुटी हो टक्कै साइड गरेँ किनकि बाटो एकदमै सानो छ नि त यहाँनिर त्यही भएर अन्त हाम्रो ठुलो गाडी हिँडेपछि त यसरी अगाडि साइड गरेर राखेन भने त छिर्दैन हो पनि धेरै धेरै धन्यवाद अगाडि साइड गरिदिएको भन्दा जस्तो अपार्टमेन्ट पुग्न अरे हाम्रो चाहिँ गल्तीबाट च्याट्टै भित्र पस्नुपर्छ। यो खालको घाम चाहिँ 4 दिन जस्तो लाग्यो भने मात्रै त्यो अगाडिको पोखरी चाहिँ सुक्छ फेरि हो नभए चाहिँ जहिले तैँले एक दिन पानी पऱ्यो भने यो महिना दिन जस्तो रहिरहन्छ यहाँ पानी जामिएको यो चाहिँ यहाँनिर सानो गाडी मैला गराउँछ यसले चाहिँ म गाडी मैला भएको सबै सर्न सक्छु गाडी मैला भएको चाहिँ हरेस लाग्छ लास्टै गर्मी यार। र फाइनली बसन्ती पार्किङ भइसक्यो है अब चाहिँ म चाहिँ रुमभित्र जाँदैछु गाइस अब गएर च्याट्टै बनाउने हो के कसो हुन्छ कस्तो हुन्छ र म चाहिँ रुमको उकालो लागिसकेँ गाइस साथीहरू अब म चाहिँ रुम जाँदैछु गर्मीले चाहिँ झन्डै माऱ्यो नि हो रुम यस्तो हालत बनाएको छ फेरि केटाहरूले लत्थालिङ हो सफा गर्नै लाग्छ होला मलाई 1.5 घन्टा त अब के गर्नु हो जहिले म आउँदा चाहिँ त्यस्तो हुन्छ। उफ गर्मीले चाहिँ मरेला जस्तो भयो गाइस हे फाइनली आइपुगेँ म चाहिँ रुममा है यहाँ चाहिँ दैलो खोल्दा राख्नु हुँदाखेरि हो आवाज तल जान्छ र अर्कालाई डिस्टर्ब हुन्छ नि त। यो चाहिँ हाम्रो मिनी किचन हो सानो किचन कि केटाहरूको बेहोरा जस्तो चाहिँ बियर खाएर बोतलहरू किन नफेलेको यो कुवाएर राखेर के गरेको कुकरहरू अब यहाँ त हामी धेरै दिनमा आइपुगिन्छ नि त जे कुरा पनि खानेकुरा छ भने चाहिँ खाइसक्नु कि होइन भने चाहिँ सबै फ्यालेर धोइराख्नु भन्यो छैन यो कहिलेदेखिको यो कुवाएर राखेर चाहिँ भुटेको बात हो। अब माइन्ड चाहिँ नगर केटा हो भिडियो बनाएर हालेछ भ्लगमा भनेर चाहिँ नभन तिमीहरूले पनि यो चाहिँ बुझ्नुपर्ने कुरा हो अलिकति यहाँ फोहोर यस्तो मजा आउँदैन नि त होइन यो खालको चाहिँ यो अल्छे पाराले यस्तो यो फोहोर गरेर त बस्नु मजा आउँदैन नि तिमीहरू सुँगुर हो कि मान्छे हो यार ल सफा गरेर बस्नु पऱ्यो क्या यो के गरिराखेको यो तिमीहरूले यसमा के घोप्टाएर के पुसेर चाहिँ यहाँ फ्यालिराखेको कमसेकम यो यसो खुट्टाले मारेर त्यहाँ बाथरुममा लगेर धोएर राखेको भए हुन्थ्यो है। ल त गाइस भिडियो हेर्दै गर्नु होला म काम अलिकति छ यो सार सबै टक्क क्लिन गरिहाल्छु त्यहाँबाट उता उपरान्त खानेकुरा बनाएर खाने है। अन्त हिजो मैले यहाँनिर लुगासुगा धोएर पनि सुकाइरहेको छु यहाँनिर लुगा हो अब काम सुरु गर्छु फटाफट। भुइँहरू चाहिँ पसिसक्यो साथीहरू यही पनि मजाले धोइदिएँ अहिले चाहिँ भने अलिक हेर्नु हुने भयो चटक्कै भयो हेर्नु यस्तो गर्छ केटाहरूले अब यो भाँडा धुनु पनि सिक्सीको लाग्छ क्या मलाई। अब यहाँ हेर्नु तपाईँहरूले पत्याउँदैन होला कि यहाँ हेर्नु देख्नु हुँदैछ सेतो मसिनो किरा यस्तो किरा पारेर राख्छ अन्त कसरी चाहिँ धुनु हो दिगदार लाग्छ। यहाँ पनि त्यस्तै छ यो कुकर पनि हो किरा पुरा त्यही कराईमा पनि अब यसमै पकाएको सब्जीहरू चाहिँ कसरी खानु होला है कस्तो बेहोरा छैन केटा यति याद हुन्छ हामी 2-4 दिन आइ हुँदैन कोही बेला रेगुलर त कोही पनि आउँदैन नि त धोएर सफा त गरेर राखेँ एटलिस्ट खाइसकेन भने यस्तो प्लास्टिकतिर हालेर डस्टबिनमा हालिदियो फ्यालिदेऊ लगेर त्यस्तो नगर न हो यार साथी हो जो आउँछ त्यसलाई त साह्रो पर्छ नि यार जहिले म आउँदा यस्तै हुन्छ रुम यार कहिले काहीँ त हामीले पनि रुम सफा चडक्कै पाउनु पऱ्यो नि हौ जहिले आएर यहाँ रुमै सफा गर्न आएको जस्तो मात्रै हुन्छ त म त अन्त थेततिर नगर केटा हो यति साह्रो चाहिँ गर्मी छ त्यस्तै हो रुम सफा गरेकोले गर्दा यो किचन सफा गरेकोले आज त मेरो त दिन निक्लिसक्यो यार खाना बनाएर पनि खाएको छैन हिजो बेलुकादेखि अब यस्तो छ कसरी बनाएर खानु होइन थेततिरिका यार केटा हो त्यस्तो नगर यार।
भनिरहेको छु म बारम्बार तिमीहरूलाई सम्झाउँछु यार, तिमीहरू मान्दैन यार, के गर्नु खोजेको तिमीहरूले। फाइनली गाइस भाँडाकुँडा पनि सबै धोइसकिहालेँ हो, चुल्हा पनि सफा गरेर चाहिँ यहाँनिर राखिसकेँ, पुरा खियाइसकेछ नधोएर क्या केटाहरूले बेसी सफा नगरेर। र अब चाहिँ म चाहिँ पर्कलाई हल्का अब सब्जीलाई धोएर मेरिनेट गरेर राखिरहेको छु, त्यहाँबाट नुहाएर मात्रै खाना चाहिँ बनाउनु सुरु गर्नु पऱ्यो भन्दैछु साथीहरू। आजको मासु चाहिँ दामी छ गाइस, हेर्नुहोस् है, लिम्बूको छोरा पऱ्यो, लिम्बूहरूले जस्तो खान्छ है, तर बेसी नै बलियो रहेछ नि त मासु चाहिँ, टक्कै धुने हो कहाँ छेरो र मर्छ होला है साथीहरू। पर्क कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् है, कतिजना त मन पर्दैन होला, यसको लभर चाहिँ को है भन्नुहोस् है। कस्तो अप्ठ्यारो भएको यार। सब्जी चाहिँ मैले है मासु चाहिँ धोइसकेँ, अब यसलाई मेरिनेट गर्ने पालो। यो चाहिँ तपाईँको धनियाँ पाउडर है, बनाउनु चाहिँ आफ्नो तरिका हुन्छ। मार मसला सबै हालिसके पश्चातमा चाहिँ स्वादअनुसारको नुन लगाएर चाहिँ टक्कै मेरिनेट गरेर छोपेर राख्ने यसलाई ठिकै टाइमसम्म। त्यहाँदेखि चाहिँ बनाएर खाँदा च्वाट्टै के दामी स्वाद आउँछ नि साथी हो। अब के भन्नु होइन, राई लिम्बूको त यो त पर्क भनेको फेभरेट हो नि त, फेभरेट। यो हरेक कुरामा हामीलाई चाहिने चाहिँ यो सुँगुरको मासु, साह्रो स्वाद लाग्छ है मलाई चाहिँ यो। तपाईँहरूलाई कसलाई मनपर्छ कमेन्ट गर्नु होला है। अनि आज चाहिँ मेरो पर्क बनाउने मुड चलेर चाहिँ टक्कै ल्याएर 150को ल्याएर बनाएको, कम्ती पाउँदो रहेछ तर 150को। हेर्नुहोस् है गाइस, पर्क चाहिँ यहाँ बन्द भइसक्यो गाइस, छोपिसकेँ मैले रेडी गरेर मेरिनेट गरेर हल्का छोपेर राखेर म चाहिँ नुहाउनु जान्छु गाइसहरू। नुहाइधुइसकेर पनि अब सब्जी बनाउनु लागेको है, यहाँ देख्न सक्नुहुन्छ कटिङ भइसक्यो, प्याज खुर्सानी टमाटर सब कटिङ भइसक्यो हो। अब चाहिँ बनाउन स्टार्ट गर्नुपर्छ है। धेरै दिन बादमा लिम्बूले सानो भिडियो लिएर आएको छ, लाइक कमेन्ट गर्न नबिर्सिनु होला र भिडियोलाई सेयर पनि गरिदिनुहोस् गाइस। यहाँ चाहिँ प्याज डढाउने काम भइरहेछ होइन, यो चाहिँ अब तेलै हाल्ने रहेछ चाहिँ नभन्नु होला, किनभने अलिक माल बलियो छ र त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ भरे पुरा तेल बेसी हुन्छ, खानु सक्दैन, त्यही भएर चाहिँ एकदम प्याज डढ्ने मात्रै तेल लगायो होइन। टक्कै प्याज गरिसकेपछि अन्त माल लगाएर ठ्याक्कै भुट्नु पऱ्यो एकछिन। यस्तो प्रकारले बनाउनु त हुँदा आफ्नो तरिका हुन्छ होइन, मलाई चाहिँ यस्तै आउँछ, यसरी नै बनाउँछु हो। ल कहाँ छ यहाँ रहेछ। अब यसमा हल्का हल्दी पाउडर चाहिँ तेलमै दिनु राम्रो लाग्छ मलाई चाहिँ, त्यही भएर हल्का दियो पनि हो। हल्का चलाएर चाहिँ सब्जी लाउने पालो डढ्न थाल्यो भने हो टक्कै। र यसमा चाहिँ मेरिनेट गरेर रेडी छ, अब यसलाई हाल्नु मात्रै बाँकी। ठ्याक सानो चाको छैन नि त मलाई त, पिसको काम साह्रो ठुलो गर्दैछ पाकेपछि कस्तो हुन्छ हेर्दैछौँ। र फाइनली गाइस मैले खाना पनि बनाइसकेँ है, अन्त यहाँ देख्न सक्नुहुन्छ है रेडी भयो मेरो पर्कहरू। र अब चाहिँ खाने हो। अति नै गर्मी छ नि गाइस, के भन्नु र हो। तातो फेरि हो, तातो तातै खानु मजा आउँछ नि त खाना चाहिँ, त्यही भएर नुन लाग्यो है, ट्राई गरौँ है त। कपाल ठिक भएछ, दामी भएछ, स्वादको भएछ है आज चाहिँ गाइस। तपाईँहरू कसलाई मनपर्छ फाक्से, हाम्रो लिम्बूको चाहिँ फेरि फेभरेट हो है फाक्सा चाहिँ है। दामी भएको छ। यम्मी
टेस्टी भयो गाइस दामी भयो है अन्त भिडियो के कस्तो लाग्यो है कमेन्ट गर्न नबिर्सिनु होला र यसो सब्सक्राइब सेयर पनि गरिदिनु होला भिडियोलाई है कमेन्ट गर्न झनै नबिर्सिनु होला लिम्बू चाहिँ चट्टै हाल्नुपर्छ किनभने यहाँ गर्मी महिना छ कि यसो बस्यो भने साह्रो पर्न सक्छ त्यही भएर चाहिँ लिम्बू हल्का लाउँदै खानुपर्छ हो